सर्वोच्च अदालत खड्गी समुदाय या आत्मसम्मान खा मलाई कथ थर कायम या त सरकार या त निर्देशनात्मक आदेश जारी यागुदु राज्य पाखे बिया वया चंगु नागरिकता राहदानी शैक्षिक प्रमाणपत्र लगायत या सरकारी कागजाते छेला तगु अपहेलित थर या त हिका आत्मसम्मान बोधजीको थर त नाय सिंह शाही खड्गी कायम याके त याक्न कानुनी लिसे व्यवस्थापकीय प्रबन्ध याना कार्यान्वयन या ठका विपक्षी तयगु नामे सर्वोच्च अदालत निर्देशनात्मक आदेश बिउगु ठका शनिबार नेपाल खड्गी सेवा समिति पत्रकार सम्मेलन मार्फत जानकारी बिउगुदु सर्वोच्च 2076 साल चैत्र 2 गते हे थजागु निर्देशनात्मक आदेश जारी यासान छु दिन हजक पूर्ण पाठ जारी यागु ख अदालत जारी यागु पूर्ण पाठे नेपाल संविधान बिउगु सम्मानपूर्वक मुयादे मागु हग्या व्याख्यान तगुदु सके तापनि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत प्रवेशिका परीक्षाको प्रमाणपत्र लगायत अन्य विभिन्न शैक्षिक प्रमाणपत्रमा खड्गी समुदायले प्रयोग गरिने अपमानित शब्दले यस समुदायको आत्मसम्मानमा चोट पुग्ने गरेको र यस सम्बन्धमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको 6 महिनासम्ममा मात्रै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा प्रमाणपत्र सच्याउन सकिने प्रावधान रहेको छ। प्रथम कदाचित विविध कारणले उक्त समय गुज्रेमा प्रमाणपत्र सच्याउन नपाएर विद्यार्थीहरूले उच्च शिक्षाको अध्ययन छोडिदिने कारणले यस समुदायको वृत्ति विकासमा बाधा पुग्न गई समग्र नेपाललाई नै हानि पुगिरहेको कटु सत्य हाम्रो सामु छ। स्थापित गराइएको कारण खड्गी समुदायलाई निरन्तर रूपमा नकारात्मक मानसिक सामाजिक तथा आर्थिक एवं समाजको वृत्ति विकासमा गम्भीर असर पर्ने गरेको उल्लेख गर्दै सो विषयमा आवश्यक कानुन बनाएर माग सम्बोधन गराउन आदेश माग गर्दै नेपाल खड्गी सेवा समितिको तर्फबाट संरक्षक श्री मनोज नेवा खड्गीज्यूले श्री सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएकोमा वर्षौंसम्म पटक पटकको पेशी चढ्दै बहस हुँदै 2076 चैत्र 2 गते रिट निवेदनको मागको सम्बोधनमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत सम्पूर्ण विपक्षीहरू गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि सुधार तथा व्यवस्था मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, त्रिविधि उच्च माध्यमिक शिक्षा राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय सानोटिमीलाई आवश्यक निर्देशनात्मक आदेश सहित फैसला यहाँ भएको यहाँ सबैलाई सहर्ष जानकारी गराउन चाहन्छु। यहाँमा फैसलाको सार संक्षिप्त म सुनाउन गइरहेको छु। नेपालको संविधानको धारा 16 उपधारा 1 मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था भएको पाइन्छ। रिट निवेदनमा उठाइएका विषय प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित रहेको देखिन्छ। 21औं शताब्दीको लोकतान्त्रिक समाजमा कुनै व्यक्ति वा समुदायले थरको रूपमा प्रयोग गर्दै आएका शब्दको अपमानबोधक अर्थका कारण हीनता भावले बाँच्नुपर्ने आफ्नो सामाजिक जीवनयापनमा अवरोध महसुस गर्ने अवस्था आउनु कुनै सभ्य र सुसंस्कृत समाजको लागि स्वीकार्य हुन सक्ने विषय होइन। यस्तो अवस्थामा राज्यले संविधान प्रदत्त मौलिक हक कार्यान्वयनमा थप अग्रसरता लिन आवश्यक हुन्छ। अत खड्गी समुदायका व्यक्तिहरूलाई राज्यबाट प्रदान गरिएको नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र लगायतको सरकारी कागजातहरूमा साबिकमा प्रयुक्त थरहरू कसाही, शाहीको सट्टामा आत्मसम्मानको बोध हुने थरहरू नाय, सिंह, शाही, खड्गी कायम गराउन यथाशीघ्र आवश्यक कानुनी तथा अन्य व्यवस्थापकीय प्रबन्ध गरी कार्यान्वयन गर्नु भनी विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ। समिति पिसोङ्गु जिल्ला दुने बसोबास याना वया चोपी खड्गी समुदाय या नागरिकता संशोधन यागुज्या आन्दोलन या रुपेन हाका वया चोङ्गु ओ थुगु मुद्दा या फैसला थपिन त आवैगु दिने ज्या त सहज जुइगु थागुदु यो पहिले थरको विषयमा कसैले वास्तै नभइरहेको कुरा थियो कि जब हामी हजारौं नागरिकताहरू फेरिसक्यौं, भोजपुरमा टोटली चेन्ज गरिसक्यौं, धनुषा चेन्ज गरिसक्यौं, सरलाई सिधा धनुषा दैलेख सैन्य नागरिकताहरू हामीले चेन्ज गरिसक्यौं। साकुको पनि अलिअलि थियो, अलिअलि बाँकी भयो। यो काठमाडौँमै रहेछ धेरै हजारौं नागरिकताहरू कि त पातलो साई राख्छ कि पातलो सागी राख्छ। स्कुल लेभलै छोडी थालिसक्यो, कलेजै पढ्दैनन्। अनि कसरी लोकसेवा दिन्छ र कसरी मान्छे पुग्न सक्छ भने यसरी हाम्रो पृथ्वी विकासमा असर पर्यो भनेर जुन यो हामीले गऱ्यौँ। देखिहाल्नुभयो 73 साल भरौ 6 गते मुद्दा राखेको, रिट दायर गरेको, 76 साल 12 महिना 2 गते फैसला भयो। अब हेर्नुहोस् त 78 साल श्रावणको यो दोस्रो हप्तामा बल्ल हामी फैसला पाठ पायौँ। यस्तो छ कन्डिसन हाम्रो देशको। यो न्याय त पाइयो, ढिलो पाइयो भने अन्याय भयो भन्ने कुरो यसरी बुझ्नुपर्छ। न्याय जति ढिला भयो त्यो अन्याय हो भन्ने बुझ्नुपर्छ। तर पनि जुन निर्देशनात्मक आदेश जारी भएको छ कानुनी भाषामा हामीले बुझ्दाखेरि पर्टिकुलर यही दफा अनुसार यसरी यो गर्नुहोस् भनेर भन्नु मिल्ने भई दफाहरू उदाहरण भइदिएको भए त्यही किसिमको रिट जारी हुने कन्डिसन रहेछ। अन्यथा जुन यो निर्देशनात्मक आदेश भनेको त्यो चाहिँ
नजिकको रूपमा स्थापना हुने रहेछ, नयाँ कानुन बनाऊ भनेर निर्देश दिएको रहेछ। यो फैसला पछाडि हामी अर्को चरणमा गएका छौँ। यो अर्को चरण भनेको समुदायको भूमिका त यहाँले निर्वाह गर्नुभयो। समुदायले जुन भूमिका निर्वाह गर्यो त्यसमा वकिलहरूले समुदायको तर्फबाट अदालतमा उभिएर बहस भइरहने अथवा त्यसको विषयमा फलोअप गरेर समुदायलाई सहयोग गर्यो। अहिले यो फैसला पश्चात केही गर्नुपर्ने कुराहरू छन् कि त्यो सम्पूर्ण कुराहरू के हो भने पत्रकार मित्रहरूले यो फैसलाबाट स्थापित गरेका र समुदायलाई हिजो अपमानजन्य अवस्था, समुदायको प्रतिष्ठामा आँच आउने कुराहरू जे जति गरिएका थिए ती गलत थिए, ती संविधान विपरीत थिए, ती मानव अधिकारका विपरीत थिए भन्ने कुराको म्यासेज यहाँहरूले जन-जनमा पुर्याइदिनु भयो भने त्यो सबैभन्दा ठुलो यो फैसलाको कार्यान्वयन हुनेछ र मानव अधिकारप्रतिको सम्मान हुनेछ। नेपाल खड्गी सेवा समिति लिपाङ्गु इले नेवा समाज दुने प्रलोभन दबाव प्रभाव या आधारित धर्म परिवर्तन याके गुज्या जुया चंगु वो गुकी नेवा समाज या मौलिक तजिलजी बाम्लको लिचोलाना चंगु थासे थुकिया विरुद्ध सचेतना या जाजो याना न्या उनेगु थागुदु खेतला नेपाली संविधान चाहिँ धारा 24 सुव्यवस्था इन्टोगु धासा धर्म परिवर्तन या स्वतन्त्र अधिकार दोषिकेन मनोते व्यक्तिपट्टि स्वेच्छापट्टि खख धर्म परिवर्तन या तर मेरो खछुमा म के बोल्यो धासा धर्म परिवर्तन याले चाहिँ थाना चाहिँ छोछ त संविधानपट्टि धारा 26 पट्टि थाना छोछ निका के रे चाहिँ पिण्ड धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता छ थाहा छैटौदु अहिले ठिकै मेल छु व्यवस्था इन्टो धासा थ्वे धारा 26 युक्ति 3 नम्बरले यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य शिष्टाचार र नैतिकताको प्रतिकूल हुने र सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्म खलल गर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र यस्तो कार्य गर्न कानुन बमोजिम दण्डनीय छ भने सुनान स्वीटन परिबन्ध इलाका चाहिँ धर्म परिवर्तन याको चाहिँ एउटा रिफोर्समेन्ट चाहिँ चिसमा लो भन्छु यदि धर्म परिवर्तन जुन लाग्छ ओके असर समाजले छुलाइछ तो चिसंगले वाचाको दुला ठुलो चिसंग वाचाको म रुक्षारा छ धर्म परिवर्तन जुनलाई सुजिला लाग्छ स्वयंसा छौ परिवार छमे दार्जिलिङ दैथिने छमे तर्के दैथिने छमस क्रिस्चियन हुँदै मेबी दैको चिसंगको संस्कार गरेको छि बुसान्छी छिउ हताको अथ सी ढुका त न चिसं संस्कार यन्छ नि अन चाहिँ क्याम चाहिँ संस्कार दैछ नि भ्याम चाहिँ संस्कार दैछ नि अहिले छम भ्याम चाउन भ्याम चाहिँ पनि जिम्मेवारी छु अन चाहिँ जाकी होला वचन माने अहिले छम व्यक्ति चाहिँ छम भ्याम चाउन क्रिस्चियन दुल्ला सो म थैमा बाहिर चाहिँ अन जाकी भोलिपट्टि जुन संस्कार हो या पनि धर्म परिवर्तन प्रभाव चाहिँ ठोक नेवा समाज व नेवा तैगु तजिलजी थावा हलिने चोन्या थुगु गठाया धर्म परिवर्तन या जमतिक जुया चोन थासा नेवा समाज व तजिलजी थानावनी जिगु मसिका तनावनी उकी नेपाल खगी सेवा समिति थुगु विषयले वाचाका थजे प्रलोभन व परिबन्ध लगा धर्म परिवर्तन याकी बिनेगु विरुद्ध घोर घोषणा यागु जी नेपाल खगी सेवा समिति या गोसाले 2078 साल 14 गते बिहिबार नेवा समाज व धर्म परिवर्तन विषय अन्तर्क्रिया जाजो जुगुजुल विषय नेपाल खगी सेवा समिति धर्म परिवर्तन समाजलाई गुलिचो या त अवगत याना नेवा खया तिथि विज्ञ विशेष सहकार्य याना आबदिक छु यी तक भर्चुअल माध्यम अन्तर्क्रिया यागु अनलिपा भौतिक रूपमा मुना फेलया गोसा गया सचेतना जाजो ढाकेको निर्णय जुल पत्रकार सम्मेलन जाजोले रिट निवेदन लिसे बहस पैरवी याटक वाली यापी अधिवक्ता लिसे संचारकर्मी ते त मतिनया चीन ल लागु ख